हेर्नुहोस् त अहिले चाहिँ हामी ठ्याक्कैसँगले यो पूर्व पश्चिम महेन्द्र हाइवेमा छौँ अहिले तपाईँहरूले यहाँ देखिरहनु भएको छ यहाँको दृश्य यो ठुलो अहिले यहाँ जुन बाटोहरू बनिरहेको छ एकदम खतरा हुनसक्छ यो बाटोमा चाहिँ यात्रा गर्दै गर्दाखेरि जुन अहिले यो बाटोमा चाहिँ अहिले यताबाट खाने अहिले जुन रोड बन्दैछ अहिले होइन यो निर्माणको काम भएको कारणले गर्दाखेरि चाहिँ अहिले पानी हाल्ने काम पनि भइरहेछ पानी हाल्दाखेरि चाहिँ यो यहाँको त्यो बालुवाले गर्दाखेरि होइन स्कुटीहरू सानो सवारी साधन चाहिँ विशेष गरी चाहिँ होइन दुर्घटना हुने कारण भएको हुँदाखेरि सम्पूर्णमा चाहिँ म के भन्न चाहन्छु भने सचेत भएर होइन तीव्र गति ज्यानको क्षति भने जस्तै सचेत भएर बिस्तारी होइन सवारी साधन चलाउनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु अहिले भर्खरै एकजना दाइ चाहिँ हाम्रो तपाईँको झापादेखि आउनु भएको छ उहाँ होइन अहिले भर्खर तपाईँको विराटनगर जाने क्रममा चाहिँ यही सडक स्कुटी लडेर चाहिँ अहिले भर्खर घाइते हुनुभएको थियो होइन उहाँलाई हामीले उद्धार गऱ्यौँ अब तपाईँहरू पनि समग्र सम्पूर्णलाई चाहिँ यो जानकारी लिनुपर्छ कि सवारी साधन हालेर चाहिँ बिस्तारी नआत्तिकिन होइन यो हिलो भएको ठाउँमा चाहिँ विशेष गरी बिस्तारी हाकेर आफ्नो ज्यानको चाहिँ क्षति हुनबाट बचाउनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु हस् धन्यवाद।